सोच सोच्यो भने गाड लाग्छ यो रोटी पकाउने त ठिक छ बोलाऊ न बोलाऊ तिर अंकल चाहिँ आउने हाम्रो गुस्सा आउने बहुत सारा रक्स खेलिदिन्छौँ नि त्यो काँडा काँडा जस्तो देखिएको छ नि त्यही हो कि मेरो हक राइड अलिकति भएको हाम्दैन पेक्का के गरे त्यसलाई जहिले मारेर हुन्छ कहाँ मारेको थियो टावर सावर राख्नु पर्ने कस्तो मजा आउँछ के छ कि नै त्यसलाई त मैले चिया खुवाउँछु मेरो बाङ्गो बाङ्गो मान्छु त यार डिकहरू के हो यस्तो मान्छ त्यस्तै हुन्छ अरे गुड लक भन्यो त यार के घुट्ने ठिक गरेर न जिनहरू कहाँ हाल्नु भने कहिले केही हाल्दा यार छिटो फालिदेऊ मोबाइल मच्चाइदियो नि के हुन्न छोडिदियो नगर्नु त्यस्तो खर्च पर्ने भनेको राइडर के छ कि नै फ्रोजन केही छ कि न त्यो स्योर ऊ हुन्छ फ्रोजन भएर समस्या पर्छ आइहाल्छ त टाउकोतिर अब त्यसको टाउको पट्किने होइन मेरो उता गएछ नि त गएछ त छैन राइडर हालेर यहाँ हालेर मैले त्यो टाउको पर नक्क पाऱ्यो भने 2 सर्ट के हुन्छ हात्तिन्छ अरे त्यो कति नाच भन्यो होला त्यसले हान्न थाल्यो भने के देखियो नि केही पर्दैन जस्तो लाग्थ्यो हक राइडर मसँग त धेरै छ नि त्यो छ कि नै हामीले के बोलाएको छ फेरि त्यो त्यसकै मुखमा कसरी हाल्न सक्नु भने त बेकारी डेडली पिले त यार अमृत डेडली पिले यता 5 जना हाल्नुपर्छ नि त त्यो हुँदैन त्यसरी
अनि के भनिस् तिम्रो त्यो गडबड गरे क्या ठिक भएन क्या त्यो ब्याक गर अब हानिहाल्नु ब्लड क्यान्सिल हो हेलो होइन दर्शन गरे दादा दर्शन गरे हेलो मेरो आवाज आइरहेछ अहिले सँगै आएछ कि ढिलो आइरहेछ ढिलो एन्सर आइरहेको थियो त्यही भएर मेरो आवाज पछि होइन ज्ञान चलेको छैन के भयो साठी लाखमा मान्दिनँ दिदीहरूलाई चाहिँ 60 लाखमा मैले दिदिनँ गरिदिनु 60 लाखमा लैजा भन्नु त त्यही भएर साठी 65 हुन्छ भने लैजाले त्यसलाई अब के गर्ने हो क्या पोइजन नल्याएर हेर न अब त्यसले 60मा लैजाने भन्नु त के अरे केस हालिदिन्छु भनिसक्यो केस हाले त जग्गा मेरै नाममा हुन्छ भनिसक्यो केस हालेर मैले केस हालेपछि जग्गा मेरो नाममा भइजान्छ भनिसक्यो भन्नु गरिसक्यो त्यसलाई दिनु छ 20 गरिदिनु अगाडि बढाइदिनु हुन्छ भोलि कुरा गरिदिनु त नयाँ वर्षमा टुङ्गाइदिनु पर्छ कि भएर म पनि कुरा बढ्यो भने हुन्छ त्यो दिए पनि हुन्छ मान्यो त्यो दिए पनि हुन्छ त्यो उसलाई सलिमलाई टुङ्गाउने काममा दियो हुन्न भनिहाल्छु केही मैले भने ओके के दादा ओके भइसक्यो पुरा गरिदिनु नै के गरिहाल्नु उसको न मेरो विश्वास गर्नु के हुन्छ कुरा गर्नु होला अगाडि म मम्मीसँग कुरा भन्छु मम्मीलाई पनि भन्छु कुरा राख्छु त्यो किन्नलाई त्यस्तो डिग्लेट कहाँ आउँछ निद्रै लाग्यो मलाई ल छिटो यो भएन कि तिम्रो त्यो घाम्नु ल्याउन आफ्नै हेलो एभ्रिबडी पब्जी खेल्ने हो शनिबार पब्जी गर्नु चाहिँ नर्मल नै इन्स्टल गरौँला होइन अनि त्यसमा चाहिँ खेल्नुपर्छ क्या हजुर
छिटो अस्तिको थियो नि त्यो राम्रो थियो कि नाना छोरी ल्याउँछ तिमीले त्यही नाना छोरीले चाहिँ बिर्सिन्छ हजुर ए हाय 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 छिटो 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 अब के ल्यायो है यसले? हजुर त्यो ल्याउ नल्याऊ क्या अन्त बरु त्यो केटी ल्याउनु केटी जुन केटी छ नि हुन्छ म भन्छु त्यही पुरा केक राख्छु भएर के ल्याएको पुरा अगाडि हुन्छ त्यो नगएर म त हतारै गरिसकेँ त्यही त प्रेसरै दिइसक्यो साथीमा हुन्छ कुरा राख्नु ल्याऊ न अझै किटली के ल्याऊ अरू केही पुगेको छैन यति बाँकी थियो उता गएर चाल छैन मलाई त हुन्छ हुन्छ कुरा गराइदिनु होला नि त उहाँसँग तपाईँले गर्दा नि हुन्छ राम्रोसँग बोक्नु छ कि के बेकारलाई नबोल्न चाहिँदै बोलेर यो म्युजिक यहाँ कुरा गरे बिच्किरहेको पिच किन्न थियो अरू कुरा कसरी बोलाएको छ यहाँ यसमा बोलिरहेको छु त्यो पोइजन ल्याऊ 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 भन्छु के ल्याए के ल्याए नि त हामीलाई बनाउनु त्यसमा त्यसले ठोक्यो ठोक्छ नि घ्याउ लाग्यो तर यो फाइदा हुन्छ नि त यस्तो यो अझै छ बाँकी टाइम छैन त्यसो 60 मा बेच्ने हो दादा 10 मा गरेर नि त यो त्यो झ्याउ लाग्दो ल्याएर हो क्या मेरो लाइफमा 3 लाख जना पोइजन ल्याऊ नबिर्सिएर असली त्यो उ गर न एडिट गरिराख्नु पर्दैन क्या त 1 2 3 4 गराउ न एडिट गर्ने मैले उ गर छिटो के थाहा बुवाङ्ग भने नि त मैले पोइजन भने मङ भने त्यो एउटा अब होला त्यसले
त्यसको टाउकोमा त मैले टेक्का राखेँ त्यो बङ्ग हान्छ तिमी केही छैन यहाँ ब्याटहरू त मैले उता हालेको थिएँ नि यता उड्न त छोडिदियो यता पुग्यो निरञ्जन दादाको फोन आएको थियो अनलाइनमा कुरा गरौँ अनलाइनमा कुरा गरौँ न निरञ्जन दादाको फोन आएको चिन्ने सब बिमारी छन् नि हावापानीले यार मुखैमा हाल्नु न अब त्यसो हो बच्यो किन सब बिमारी छन् नि ऊ हो क्या हावापानी अब खत्तम छ हेर न पोल्युसन ल डढेलो आएको छ त डढेलो डढेलो के डढेलो जिब्रो पनि लटपट्याएको छ यार गुरुङले वन सुत्ने भनेको हिँडिस् त्यही छ नि त्यसको ए छैन केही पनि दादाले मान्छे भेटायो भन्नुहुन्थ्यो एउटा त्यो चाहिँ के अरे 60भन्दा चाहिँ माथि नजाने 60सम्म चाहिँ दिन सक्ने खालको कुरा भयो भने मध्ये हुन्छ भनिदिएँ मैले त्यो कतै दलाल लगाएर चाहिँ खोजेको मान्छे भन्दै हुनुहुन्थ्यो अनि फिक्सै बेच्ने हो भने म भोलि कुरा बढाउँछु भन्नुहुन्थ्यो बल्ल देखाएर कोही भन्छु भनेर चाहिँ मैले कुरा बढाइदिनु भन्दै मतलब हुन्छ नि त्यो साथ ठिकै दियो भोलि कुरा बढाउँछु भन्नुहुन्थ्यो भोलि कुरा गर्छु त्यस्तो भन्नुहुन्थ्यो 1 करोड अहिले हेर न कस्तो छ मार्केट मैले हुन्छ गर्नु होला ल मैले त हेमन्ड जज गाइदिएँ बढ्यो भने भयो त्यसैले पनि छैन कुरा गरेको पेला लेट्स गो अब पेल्ने हो पेला वाम्मा तेरे रोक्ने कोसिसमै दम मार दम एका छ ना दुःख आफ्नै बेसी अनि 20 सालिङ गरिदिनु न अरू सालको पेला के हो सेल्टो त वहाँ पर हान्थ्यो त 61 अलि ठिक भयो कि अघि त पुरै उयो कितले ल्याउने झन् बुङ्गुर बनायो झन् खाऊ मासु ए भेनाजुलाई मेरो युट्युब सर्च गरिदिनु भन्छ यार लुसले भन्नु न यार होइन काम त बेस्ट उ छ अर्कै काम जग्गा किन्नु नि यार जग्गा बाइक किन्न सकेको छैन जग्गाको र गाडी निकाल्न सकेको छैन मलाई त यार सरले लास्ट फुलफुला यार दादा यार त्यसो म 70 मा फिक्स भनिदिन्छु भोलि सरलाई मैले त 1 बनाएको थिएँ सोच्दैछु भन्दै 1 करोड भन्थ्यो अब म 70 भनेर भोलि भनिदिन्छु नि इमर्जेन्सी छ 70 मै फिक्स अलिअलि घटाइदियो न अलि घटाउनु 60 भन्दा माथि दिन्न भने दादा फिक्स हो र त्यसपछि 65 भन्छु हो कसरी चलेको छ अहिले कसरी चलेको भन्ने कुरो हो कि त्यहाँ
हाँ 8 के कट्टा बेच्यो भने 8-9 सम्म ल्याउनु पर्यो 9 भनेपछि कति पुग्यो 10 कट्टा छ होइन 80 सम्म भ्याउँछ होइन 80 भनेपछि 1 करोड कम गराउन त अनि 80 70 85 70 गराउँछ कि ठ्याक्कै जति कमिसन खाने बिचमा 70 फिक्स 70 भन्नु पर्यो हामी त करोडको कुरा गर्छौँ यार केही छ कि नै त्यो ऊ पनि ल्याएन छौ तिमीले त्यो गुर्लुक्क गुर्काउनेहरूलाई कति ल्याइसक्छ गुर्लुक्क गुर्काउने तिम्रो छिङ्गो झरिहाल्नु नि त्यसलाई केही छैन व्यवस्था अहिले नि मरेगा 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 कस्तो हात त मेरो मोबाइलमै छ अलिक केही यो ट्याप 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 भन न सोलियो ठाउँमा हाल्यो नि त्यसलाई केही छ कि नै म त पेका राखिदिन्छु म त्यसलाई केही छैन तोप हान्छ कि एउटा पूर्वमा घुमाएर अर्को पश्चिम घुमा भलिगेरले छोडेर हान्छ छोड त लगमा झ्याप ल्याइदिन्छ कठै 1800 बनायो उता 2200बाट पेर्नु न अब उता हान्ने कस्तो पागल केही छ कि नै यिनीलाई यिनीहरूलाई पनि के गरिराख्नु तपाईँ फुल छ तपाईँसित छैन 7को पेक्का हाल्दासम्म टावर हाल्दासम्म भएको छैन पछाडि पेक्का हाल्नु भएको छ त्यो खेलाउनहरूलाई खेलाउनलाई हाल्दा बिस्केछ हाल्नु भएन टावर मैले यहाँ पछाडि हेरेँ क्या त्यही भएर पछाडि हेऱ्यो नि बिग्रिन्छ भन्थ्यो कसले हो के अगाडि कि हेरिनँ कि मैले टिमअप ब्रो टिमअप भन्ने मिल्दैन ती पब्जी होइन मेरो त भन्नै तान्नेवाला चाहिन्छ कि जस्तो लाग्यो क्या अहिले आएर जुत्ता हाल्ने हो यो मनै नपर्ने भुल कुन भन्दै साइडबाट हाल्नु सरप्राइज भेगन बेला साइडबाट पेक्का यस्तो चक्कुले यहीँबाट हान्छ कि भनेको मानेन कि हान्न यसले अब आम्पा चाहिँ एक सर्ट हान्न दे त भ्याएन नि यार ला अन्ट टच भयो क्या अन्ट टच भयो यो त यस्तो यस्तो गरेको दुईटा आउनु त्यहाँ सरप्राइज हानिदिनु पर्छ नि यता बम उता देखाउनु दाँड एउटा चपाउनु दाँड अर्को हुन्छ नि तासँग त जुक सुन्दैन पोइजन गजलकार चुस्ने राख्नु कि भल्केरलाई चुस कमेडी गर्छ कमेडी त्यो त्यसले मलाई त लागेको थियो कि कोहीजना हाल न यिनीहरू
अब त्यो कहाँ झार्छन् केसको आँसु भनौँ न अब मौत के मुँह में त के गर्ने हो कि बचाउँछु है भिडियो चलाइ मजा गएको तेल त के बम हान्छ भाग्यो भाग्यो एक भाग्यो तेल दिने अब यस्तो तेल अब त आँखै नदेख्ने बोल्नु तिमीहरूलाई केही छैन अरूलाई व्यवस्था चाय पानी त्यसलाई किन खर्च गर्नु चाहिँ जहिले पनि हेर्दो यार त्यो त खै छ मसँग छोडिदिनु अलिक बचाउनु कुनै कुराहरू इम्पोर्टेन्ट हुँदैन यसलाई पनि रोक्नु इलेक्ट्रिक बचाउनु केही हाल्नु पर्दैन हाल्दैन हाल्नु त फेरि पछाडिबाट हाल्छ डबल पेले हानिदिनुपर्छ त्यसको साथै जान्छ अब त्यसले आयो उनीहरूको यस्तो बुङ्काहरू टुङटाङ टुङटुङ हान्छ नि त पल्लो ठाउँमा जान्छ पहिला छैन अब हाल त चित्त हाल्नु त पछाडिबाट हो हारिसक्यो त्यही मार्छ नि यार यिनीहरूले कन्टिन्यू हान्ने देश र भक्त जनाउहरूलाई त्यहाँ वरिपरि आयो त मर्नु रहेछ त्यहाँ कालो पेका सरप्राइज दिनु खोज्छ नि त्यहाँ तिनीहरूले त्यहाँ चित्त छैन छैन तोक्छ एक्टिभेटै भएन त हौ त्यो त नेट गयो यार फेरि यार गइगयो कि मेरो नेट यार अब हेर्नु नेट पुरै गइसक्यो बुङ्गा हान्छ ल त्यसलाई बुङ्गा हान्छ ल हान्न देऊ न त्यही खोजेको झन् ए तिनीहरूले के बुङ्गा हान्ने त आज हान्छ एकसट बास अर्को छ एरो पनि छ हान्यो त्यसले आमाको लामो ला तँलाई त यही हो ल लास्ट डेसम्म जित्यौँ यार खतरा खेल्थ्यो है के खेल्नु म जस्तो मान्छे हो खेल्ने खतरा चुस्ने हाल्नुभन्दा उता हाल्नु त चुस्नु त राख्नुपर्छ टाइम लाग्छ सो त्यो त त्यसले सरप्राइज दिएको थियो नि मैले सरप्राइज दिएको क्या खास जे मलाई त्यही खेल्ने जितिराख्नु सबैले भन्नु त त्यही भन्छ नि त दादा कडा जस्तो लाग्छ दादा स्याउ खान्छस् कि अङ्गुर थियो यार उसमा पानीमा भिजाएर के अरे तातो पानीमा गएर खानु पर्ने थिएन ठिक भन्नु यार अङ्गुर खानु पर्ने थियो हासिस् त अहिले त तपाईँ थिएन छोडिदिनु यसलाई चिन्ता बिजनेसम्यान हो यहाँ घरमै बिजनेस हाल्नु यार मोबाइल के अरे चिन्ता लिएर आउनु न बिरामी भाइलाई जब यस्तो कामहरू पछाडिको हाल्नु है पछाडिको हाल्नु भन्दैछु के बुझेन मैले मेरो उबाटै बोली भाइ अर्कै आउँछ क्या कस्तो भनेपछि स्टाइल भाइ बाबुराको बाबुरा गत्रु आएको स्टाइल भाइ गर्छ नि थाहा छैन बाबुराको चलो झाटियो छ पर्दैन म यसले हानेर मारिहाल्छु 5 जना हाल्नु नि त्यस्तो हुँदैन कि त्यो 5 जना भित्र तपाईँ धेरै बस्थ्यो नि त त्यो अहिले कम्पिटिसन गरौँ भनेर क्या त्योसँग कम्पिटिसन भन्ने चिज हो जहिले पनि त्योभन्दा बेटर हाल्नुपर्छ कि त्यसलाई छ त एउटा बेटरले कहाँ पुऱ्याइछ नि पछाडि पछाडि फेरि त्यो ठुलो हालेर घटा छैन सरप्राइज दिउँ
तिमीले सरप्राइज अर्को ठाउँबाट घुसाउँदै गर्नु नि त्यही त भएन त्यो भने यस्तो टक्क लागेन अब केटी अलिकति भएन नि छ आज लाग्दैन है अगाडि आउनु नदिनु भयो क्या त्यसले त्यो टिकलाई उ गर न एक हाल्नु न छिटो मूर्तिमा हाल्नु ल भन्ने चाहिँ चुस्ने हाल्नु अलिकति त्यो त बिङ हुन्छ क्या अगाडि पकाउनु दुईजना हाल्नु पर्ने कस्तो लाग्छ एकदम ताजा हो नि त दुई ठाउँ ठिकै दिनु होइन नि केटीलाई हाल्नु दिनु हो नि घरले हाल्नु न यार हाल्नै पर्ने हो केटीलाई केटीलाई नाना पनि भन्नु कि अनि हात पात्ता गर्ने केटी गलत गलत विचार गरेर छैन त विचार हाल्छ चेन्दातिर हाल्नु भयो 1600 चेन्दा खतरा कम्पिटिसन गर्न आउँछन् त राम्रोसँग यार चिनेनन् क्या मेरो साथी बिग फ्यान टिम अफ भन्छन् अगाडि आएन त यार माथि अगाडि आउँथ्यो त म्यासेज यार दादा थ्याङ्क यू सो मच गरेँ क्या चेन्दा लास्ट फेमस हुनुभयो दादा यार पुरै मेरो साथी मोटेले गौरव के गौरव भोलि बिहान आएर तिमीलाई फेरि हुवारी भन्नु गौरवले होला फेरि उ गरेका छन् क्या तिम्रो प्रगति बिग फ्यान भन्छन् क्या चेन्दा अगाडि बुझाउनु न गौरव बिग फ्यान गरे म्यासेजमा के टाइप गर्ने आउँदैन यसलाई मेसेज त मदन गयो गुज्रेको होस् निब्बाको टाइप गर्ने चेन्दा उखाउनु नि त्यसलाई कस्तो उखारौँ समातेर पेक्का ल्याएर यार दुई चुट्टा त फाल्छ हो त्यसले केटीलाई उ गरेर भाग्य तपाईँको प्रदान टिका राख्नु ल म टिकटमा टिक्ने एक कुरै नगर न जगदम्बा सिमेन्ट भन्न थाहा छैन घुसाउनु होइ 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 त्यसमा हग्राएर हाल्नु भने के हाल्नु भयो यार त्यो उसले बिगाएर क्या त्यो त्यो छ क्या मूल्याङ्कन त्यो कत्ला त्यो सक्यो भने होला क्या कुकुर हो के अरे त्यो दादा ओ दादा 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 भने सुन्दैन त्यसले सुनिन चेन्दा सानोमा यसले लास्ट अड्किने कुकुरहरूलाई भिलाएर कसरी हामी सोच्नु त्यही त हुन्छ लखेड्थ्यो होला त्यो देख्नै नहुने तिनीहरूको आयो बुङ्गा हान्छ हेर्नु नि फेरि केटीलाई लाग्दैन नि त फेरि
केटीलाई केटी बायोलोजी पढ्ने कोचले चाहिँ त्यो चान्स बायोलोजी गरेँ गतिले जुत्ता हाल्नु न यार जिल्ला यार जाउँ न ए त्यो ऊ के अरे छैन कस्तो लाग्यो टाइम के भन्छ नामै बिर्सियो के हाल्नु म भयो कल ठाउँ बेकार हाल्नु फेरि के त्यो के अरे बायोलोजीको पनि बोटनी पढाउँथ्यो ल जिल्ला ल ओके के भनेको चाँटा मैले कहाँ त्यो भन्दा नि